सक्दो वाइड राखेर बस्ने प्रयास गर्ने, त्यसले हाम्रो यो एङ्कलको स्ट्रेन्थलाई पनि बढाउने हेल्प गर्छ होइन। यसरी यो गर्दाखेरि के हुन्छ, अघि हामी यसरी बस्यौँ, बुढी औँलालाई यसरी टच गरिदिएर बस्यौँ भने चाहिँ अलिकति बढी इजी फिल हुन्छ होइन। यहाँ त्यति धेरै स्ट्रेच, त्यति धेरै प्रेसर परेको छैन। यदि यसलाई हामीले अझ वाइड राखेर यसरी बस्यौँ भने पुरै हिप हाम्रो तल गयो नि त अब होइन। सकेसम्म वीरासनमा हिप पुरै तल जाने हो होइन। यदि कसैलाई गाह्रो हुन्छ त्यसरी बस्न भने कि यसरी ब्लक प्रयोग गरेर ब्लक राख्न सकिन्छ। बिचमा ब्लक यसरी राख्यो भने सुरुमा अलि माथि यो गर्ने बित्तिकै यहाँ हाम्रो दबाब परेन, अलि यतातिरको हाम्रो फोकस गयो। यसरी ट्राई, जसको एङ्कल दुख्ने समस्या हुन्छ उसले यसरी ट्राई गर्दा हुन्छ। बिस्तारै आर्च बनाउने, अनि अलिकति एङ्कलमा दबाब पर्दै जान्छ, बिस्तारै एङ्कल युज हुँदै जान्छ। त्यो हुँदा यसलाई के गरिदिने, हिप उठाउने, झिकेर राखिदिने होइन। यसरी गर्न मिल्यो। अझै के गर्न सकिन्छ, यतिकैमा हामी पछाडि ढल्न सक्छौँ। यसरी यसरी हाम्रो एल्बो फोल्ड गरेर गर्न सक्छौँ होइन। सुप्त वीरासन अझै सकिन्छ भने पुरै यसरी गर्न सकिन्छ। यसले पनि एकदम रिल्याक्सेसन दिन्छ, बडीलाई एकदम रिल्याक्स बनाउँछ होइन। अझै महिलाहरूलाई पिरियड भएको बेलामा यो आसनहरूमा यसरी रेस्ट गर्यो भने पिरियडको क्र्याम्पहरू हटाउने हेल्प गर्छ। र तपाईँले दैनिक प्र्याक्टिस गर्नुभयो भने पिरियडको समयमा पेन कम हुने, त्यसपछि आफूलाई चाहिँ बडीमा ओभरअल रिल्याक्सेसन महसुस हुने, निन्द्रा राम्रो लाग्ने, त्यस्तो हुन्छ है।